नमस्ते डिप लर्निङ बुझ्नका लागि सामान्यीकरणको पुनर्विचारमा तपाईँलाई स्वागत छ। यसको प्रस्तुतकर्ता स्ट्यानफोर्ड स्कोला इनिसिएटिभ हो। यहाँ देखाइएको चित्र कन्भोल्युसनल न्युरल नेटवर्कको हो। आर्टिफिसियल न्युरल नेटवर्क्समा प्यारामिटरको सङ्ख्या प्रशिक्षण नमुनाको सङ्ख्याभन्दा धेरै हुन्छ। मानव 32x32 को ग्रे स्केल इनपुट इमेज। यसमा 5x5 को फिल्टर प्रयोग गर्दा हामीले 28x28 को फिल्टर म्याप पाउँछौँ। 4 वटा फिल्टर अप्लाई गर्दा 4 वटा फिल्टर म्याप बन्छ। फलस्वरूप कन्भोल्युसनल लेयर C1 को लागि सिक्ने प्यारामिटरको सङ्ख्या 1 से 4 हुन जान्छ। यसले न्युरल नेटवर्क्समा ब्रुट फोर्स मेमोराइजेसनको लागि प्रशस्त क्षमता दिन्छ, जसले सजिलै प्रशिक्षण नमुनाको डेटालाई स्मरण गर्न सक्छ। तापनि धेरैजसो डिप न्युरल नेटवर्कमा सानो सामान्यीकरण त्रुटि देखिन्छ, जबकि यस्तो डिप न्युरल नेटवर्क पनि बन्न सक्छ जसले राम्रोसँग सामान्यीकरण गर्न सक्दैन। यसले हाम्रो डिप न्युरल नेटवर्क्सको बुझाइमा प्रश्न खडा गर्छ कि यो दुई अवस्थामा फरक कसरी छुट्याउने। यो अध्ययनले सामान्यीकरणको पुनर्विचारको बारेमा कुरा गर्दछ। त्यसो भए यो अध्ययनको महत्त्व के? सामान्यीकरणको पुनर्विचारले न्युरल नेटवर्क्सलाई व्याख्या गर्न मद्दत पुर्याउँछ। यसले हामीलाई भरपर्दो र सैद्धान्तिक मोडल आर्किटेक्चर बनाउन मद्दत पुर्याउँछ र मोडलको अझ राम्रो सैद्धान्तिक व्याख्या गर्न मद्दत पुर्याउँछ। तर सामान्यीकरणको पुनर्विचार आफैमा गाह्रो छ, किनकि हामीले न्युरल नेटवर्कलाई पुरै नयाँ दृष्टिकोणबाट हेर्नुपर्छ र फेरि सुरुबाट अध्ययन गर्नुपर्छ। प्रश्नहरू जसको हामीले उत्तर खोज्दैछौँ। कुन कुराले राम्रोसँग सामान्यीकरण हुने र नहुने न्युरल नेटवर्कको व्यवहारलाई छुट्याउँछ? पुरानो सिद्धान्तले यसलाई व्याख्या गर्छ त? हामीले फिड फरवर्ड न्युरल नेटवर्क्सको प्रभावकारी क्षमता र त्यसको सामान्यीकरणमा हुने प्रभाव कसरी बुझ्ने? लेखकहरूले पुरानो सिद्धान्तमा समस्या औलाएका छन् र यसले न्युरल नेटवर्क्सको फरक सामान्यीकरण क्षमतालाई छुटाउन नसक्ने भनेर देखाएका छन्। त्यसको लागि उनीहरूले केही र्यान्डमाइजेसन परीक्षण, सामान्यीकरणमा स्पष्ट र अस्पष्ट रेगुलराइजरको भूमिका र सीमित नमुनामा न्युरल नेटवर्क्सको एक्सप्रेसिभ पावरलाई अध्ययन गरे। लेखकहरूले नन प्यारामेट्रिक स्ट्याटिस्टिक्सको एउटा चिरपरिचित तरिका र्यान्डमाइजेसन परीक्षण प्रयोग गरेका छन्। उनीहरूले पहिलो समूहको परीक्षणमा अनियमित लेबल्स र पिक्सेल्स प्रयोग गरे। त्यसको लागि उनीहरूले एउटा आर्किटेक्चर मोडल लिए अनि त्यसलाई वास्तविक डेटा र त्यसको प्रतिलिपि डेटाले प्रशिक्षण गरे। प्रतिलिपि डेटामा उनीहरूले वास्तविक लेबल्सलाई अनियमित लेबल्समा बदले। दोस्रो समूहको परीक्षणमा इमेजको डेटालाई चित्रमा देखाइए जस्तो कहिले फेरबदल गरे, कहिले अनियमित पिक्सेलले बदलाव गरे। अनियमित लेबल्स प्रयोग गर्दा परीक्षणले के देखायो भन्दा जब न्युरल नेटवर्कमा फिटिङ सुरु हुन्छ, सिस्टम छिटै कन्भर्ज हुन्छ अनि कुनै सिक्ने दर परिवर्तन नगरिकन ट्रेनिङ सेटसँग पूर्ण रूपले फिट हुन्छ। उनीहरूले लेबललाई बिगारेर पनि परीक्षण गरे। यो परीक्षण गर्दा उनीहरूले अलग अलग मात्रामा लेबल बिगारेर हेरे, थोरैदेखि धेरै। यसमा उनीहरूले सुस्तताको अपेक्षा गरेका थिए, तर त्यो परीक्षणमा देखिएन। र जब लेबलको करप्सन 1 पुग्न लाग्यो, परीक्षण वा सामान्यीकरण त्रुटि 90% कन्भर्ज भयो। लेखकहरूले डिप लर्निङमा स्पष्ट रेगुलराइजरको भूमिका बारे अध्ययन गरे। त्यसको लागि उनीहरूले स्पष्ट रेगुलराइजर राखेर र नराखेर एलेक्सनेट, इन्सेप्सन र एमएलपी आर्किटेक्चरमा सिफा10 र इमेजनेटको डेटालाई परीक्षण गरे। अचम्म के भयो भने रेगुलराइजर प्रयोग नगरिकन परीक्षण गर्दा सिफा10 र इमेजनेटमा धेरै फरक देखिएन। त्यसैगरी अस्पष्ट रेगुलराइजरको भूमिका बुझ्नको लागि उनीहरूले गरेको फरक परीक्षणबाट इमेजनेटमा अर्ली स्टपिङले सामान्यीकरणमा केही सुधार गर्न सक्ने सम्भावना देखियो, तर सिफा10मा भने देखिएन। ब्याच नर्मलाइजेसनले पनि सामान्यीकरणमा सुधार ल्याएको देखियो। परीक्षणबाट न्युरल नेटवर्कमा अस्पष्ट र स्पष्ट रेगुलराइजेसनले भन्दा मोडल आर्किटेक्चरलाई थोरै परिवर्तन गरे सामान्यीकरणमा सुधार आएको देखियो। यसबाट उनीहरूले के निष्कर्ष निकाले भन्दा रेगुलराइजर्सले सामान्यीकरणमा सुधार ल्याउन सक्छ, तर तिनीहरू सामान्यीकरणको मूलभूत आधार होइनन्। लेखकहरूले त्यसपछि डिप नेटवर्क्सको सीमित नमुनाको व्यक्त गर्ने क्षमताको खोज गरे। त्यो परीक्षणबाट के देखियो भन्दा बिग ओ नमुनाको सङ्ख्या प्लस इनपुट आइएम वेट कम्प्लेक्सिटी भएको न्युरल नेटले सीमित नमुनाको एन इन्ट्रिज याद गर्न सक्छ। मानौ हामीसँग दुई तहको आरएलयू नेटवर्क छ जसमा 5 वटा इनपुट दिएको छ, जसको इनपुटको आयाम 3 छ। त्यसमा 1, 2, 3 वेट्स दिँदा इनपुट म्याट्रिक्स भेक्टरमा परिवर्तन हुन्छ। त्यसपछि हामीले सामान्यीकरण नगुमाइकन इन्टरलिभ आरएलयू थ्रेसहोल्ड लिन्छौँ। पहिले भेक्टर इनपुटको परिणाम यस्तो देखिन्छ र सबै इनपुट हालेपछि यस्तो देखिन्छ। यो एउटा उल्टाउन मिल्ने त्रिकोणात्मक म्याट्रिक्स हो र यसले के प्रमाणित गर्छ भने 2x5 + 3 प्यारामिटर्सले कुनै पनि लेबलिङ स्मरण गर्न सक्छ। यो म्याट्रिक्सको डायगोनल इन्ट्रिजको फाइनल तौलको नर्मसँग सम्बन्ध हुन्छ, त्यसैले यसलाई हामीले बाउन्ड गर्न सकिन्छ। डिप नेटवर्क्समा कहाँबाट सामान्यीकरण व्यवहार आउँछ त?
मानव एउटा लिनियर मोडलमा इमेज प्रोसेसिङ गर्दैछौँ। लिनियर अल्जेब्राले असङ्ख्य समाधानहरू दिन्छ किनकि इनपुट डाइमेन्सनहरू ट्रेनिङ नमुनाहरू भन्दा धेरै हुन्छ। कुनले राम्रोसँग सामान्यीकरण गर्छ त? एसजिडीको विश्लेषणले के देखाउँछ भने न्युरल नेटवर्कले जे परिणाम दिन्छ त्यो कर्नेल ट्रिक बराबर हुन्छ। के देखियो भन्दा एसजिडीले नै अस्पष्ट रेगुलराइजरको काम गर्छ। यस टेबलले फरक फरक डेटासेटमा गरेको परीक्षणको परिणामहरू देखाएको छ। अर्को अवलोकनमा के देखिन्छ भने एसजिडी न्यूनतम नर्म भएको सोल्युसनमा कन्भर्ज हुन्छ जुन राम्रोसँग सामान्यीकरण हुन्छ। तर यहाँ देखाइएको उदाहरण अनुसार न्यूनतम नर्मले मात्रै सबै कुरा व्याख्या गर्दैन। निष्कर्षमा परीक्षणले के देखायो भने मोडलहरूले ट्रेनिङ डेटा सजिलै स्मरण गर्न सक्छन्। पुरानो सिद्धान्तले न्युरल नेटवर्कको सामान्यीकरण क्षमतालाई पूर्णतया बयान गर्न सक्दैन। एसजिडी आफैमा रेगुलराइजिङ क्षमता देख्यो। यसले के देखाउँछ भने सटिक औपचारिक मापदण्ड अझै पत्ता लगाउन बाँकी नै छ। यो प्रस्तुति सुन्नुभएकोमा धन्यवाद।